विश्वासमा दरिला हुने, हामीले आफैलाई मात्र खुसी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौँ, किनकि क्रिस्टले पनि आफैलाई प्रसन्न पार्नु भएन। जसो लेखिएको छ, उहाँलाई निन्दा गर्नेको निन्दा म माथि पर्यो। अघि अघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौँ। स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई क्रिस्ट येशूसँग एक भएर एक अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै स्वरले हाम्रा प्रभु येशू क्रिस्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक। यसकारण परमेश्वरको महिमाको निम्ति क्रिस्टले हामीलाई ग्रहण गर्नुभए बमोजिम तिमीहरूले पनि एउटाले अर्कोलाई ग्रहण गर। आमेन।